साथीहरु, आज निर्जला एकादशी तुलसीको बिउ रोप्ने दिन। मैले रोप्दैछु, हजुरहरूले पनि रोप्नुभयो नि। हाम्रो हिन्दू धर्म परम्परा अनुसार तुलसीको मोठलाई विष्णु भगवानको अवतारको रूपमा लिइन्छ तुलसीलाई। त्यसैले म यसरी रोप्दैछु। पहिला उम्रेका तुलसी यति ठुला भइसके। अब फेरि यहाँ बिउ छर्दैछु आज यसरी। ल हेर्नु लिउ सानो तोडिदेऊ, लिउ अन्नी चिज दिउ मलाई। ल हेर्नु अब यिनी तुलसीलाई 1 महिनाका फेरि सार्नु पर्छ कि। सारेर मलाई थाहा नभएको कुरा तपाईहरुले भनिदिनु होला कि साथीहरु, यिनी बिरुवा उम्रिए नि, अब यिनलाई उखेल्ने कि के गर्ने? यत्रा भइसकेका छन्, अब यिनी उखेल्ने कि नउखेल्ने के गर्ने तपाईहरुले भनिदिनु होला है। अब यिनी नयाँ बिरुवा उम्रँदाखेरि यिनलाई उखेल्ने कि नउखेल्ने के छ यसको नीति नियम हिन्दू शास्त्रमा त्यो पनि भनिदिनु हुन म विनम्र अनुरोध गर्दछु। मलाई यसबारे जानकारी छैन, त्यसैले म छर्दैछु आज छर्ने दिन भनेर। हस्त धन्यवाद है त।